So proud of you. धेरै सम्झिराख्नु भएको थियो तपाईले सगरमाथा चढ्दै गर्दा अथवा त्यो आउँदा त आउँदैन केही दिमागमा चिसोले जम्बी जस्तै हिँड्यो गयो तर एकचोटि जिन्दगीमा एकचोटि चाहिँ एक्सपिरियन्स चाहिँ गर्नु मन थियो किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा यति प्रिभिलेज छौँ हामी हैन अरूको देशमा भइदिएको भए डलर तिरेर हामी जानु पर्थ्यो जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ नेपाली पैसामा चढ्नु पाउनु भन्ने एकदमै भाग्यको कुरा हो त्यही माथि सोध्छु भनेर पनि हुँदैन धेरै जाने रहरहरू थियो सगरमाथा चढ्ने रहर थियो तर अब पैसा हजुरहरूलाई थाहा नै छ तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई यसमा सबैजना अनि कतिजनाले चाहिँ भन्नुभएको छ कि कमेन्टमा स्पोन्सरको के अरे प्रचार गर्नु गएको जस्तो मेरो सपना पुरा गर्नको लागि मेरो हरेक पाइलामा सपोर्ट गर्नुभयो नि त उहाँहरूले त्यसैले मैले उहाँहरूलाई थ्याङ्क यू त भन्नै पर्छ अनि मैले सबै पोस्ट फर्स्टमा चाहिँ स्पोन्सरलाई प्रायोरिटाइज गरेर थ्याङ्क यू भनेको थिएँ कि अनि त्यो पनि मिडियामा आइदियो भने चाहिँ मलाई चाहिँ आइदियो भने बेटर होला भनेर चाहिँ मैले यो कुरा निकालिहालेँ सबै मेरो स्पोन्सरहरूलाई म प्रेस मिट पनि राख्छु एकदमै राम्रो वेल म्यानेजसँग अनि सबै हजुरहरूलाई पनि इन्भाइट छ 2-3 दिनपछि गर्छु होला सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भनेर किन भन्दा एक पैसाको भ्याल्यु हुन्छ त्यहाँ माथि तपाईँको 1 लाख रुपियाँ 2 लाख रुपियाँ तिरेर अक्सिजन किन्छु भने पनि पाउँदैन कि सकिसकेपछि त्यहाँ त्यति भ्याल्यु हुन्छ कि कसैले आफ्नो पन्जा समेत खोलेर दिँदैन कि त्यहाँनिर होइन हरायो खस्यो भने सक्यो तपाईँको करोडौँ दिन्छु भने पनि पाउँदैन त्यहाँ भनेपछि त्यति भ्यालुएबल हुन्छ कि हरेक कुरा हरेक पैसाको अनि त्यही नै हो जसले मलाई सपोर्ट गर्नुभयो एकदमै खुसी छु अनि चढियो आयो सोचेको पनि थिएन सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो कम्पनी राम्रो पढ्यो गाइडमा पनि डिपेन्ड हुँदो रहेछ अनि त्यही हो हिमालको टाइगर चाहिँ शेर्पाहरू नै हो इफ मेरो शेर्पा दाइ नभइदिए भए चाहिँ म पनि सकिन्थेँ होला माथि त्यो चाहिँ हो शेर्पाहरूलाई चाहिँ हामीले अप्रिसिएट गर्न नै पर्छ सगरमाथामा त बसेँ म 45 मिनट जति बसेँ किन भन्दा एकजना चाइनिज केटी हुनुहुन्थ्यो ट्याक्कै हिलारी स्टेप भनेको लास्ट इयर पनि त्यो कर्नेस भटेर मान्छेहरू बित्नु भएको थियो त्यो ठाउँमा अनि त्यो चाहिँ रिस्क हुन्छ धेरै भिड गर्नु मिल्दैन अनि त्यहीँ एकजना चाइनिज केटी लडिदिनु भयो क्या अनि बियोस उठ्नु भएन अनि शेर्पाहरूले उहाँलाई चाहिँ रेस्क्यु गरेर घिसार्दै लग्नु भएको थियो अनि आफू जाने कुरा भएन अनि बरु पिकमै बस्छु भनेर आनन्दले अक्सिजन पनि थियो मेरो दाइसँग अनि 45 मिनट आनन्दले ढुक्कसँग बसेँ चाइना हेरेँ लोबुचे पहिला चढेको हिमाल हेरेँ लोच्छे हेरेँ म आउँदैछु भनेर त्यो छुट्टै त्यो रमाइलो मजै छुट्टै छ त्यहाँ माथि यसो हेलिकप्टरले लङ लाइनबाट लासुन्डाले लगिरहेको छ अनि सातो गयो त्यतिखेर चाहिँ तर होइन अब सबैको हिँड्दा त
अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ, स्कुटीमा मरेर हुन्छ, टोयलेटमा छिपेर मरेर हुन्छ होइन, रेसियोमा हेर्ने हो भने क्या। अनि अब अफकोर्स त्यो भनेको त प्राइड हो नि त, त्यत्रो ठुलो अग्लो ठाउँमा गएर आफूलाई समर्पित गर्नु भने मलाई चाहिँ अब मर्ने ल्याएर भने तपाईँको यतिको मर्नुको सट्टै त सगरमाथामा मर्छु नि भन्ने चाहिँ भयो। तर आउँदैन केही दिमागमा चिसोले जम्बी जस्तै हिँड्यो गयो। तर एकचोटि जिन्दगीमा एकचोटि चाहिँ एक्सपिरियन्स चाहिँ गर्नु मन थियो, किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा, यति प्रिभिलेज छौँ हामी होइन। अरूको देशमा भइदिएको डलर तिरेर हामी जानु पर्थ्यो, जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ। नेपाली पैसामा चढ्नु पाउनु भने एकदमै भाग्यको कुरा हो। त्यही माथि सोध्छु भनेर पनि हुँदैन, धेरै जाने रहरहरू थियो, सगरमाथा चढ्ने रहर थियो। तर अब पैसा हजुरहरूलाई थाहा रहेछ, तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा, र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई। अनि अब कसैले मलाई सोधेर तपाईँको सक्सेसको रेट चाहिँ के हो भने चाहिँ म चाहिँ 8,848 भन्छु, मैले त्यहाँ बिसाइरहेको छु कि। अनि जति म तल झर्दै गएँ होइन, त्यति आफूलाई त्यो हुन्छ नि सानो 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 यहाँ आएपछि त कस्तो रित्तो फिल भइरहेछ कि अब फेरि बिगिनिङदेखि स्टार्ट गर्नुपर्छ, अब के गर्ने होला, त्यहाँ बिसाएर आइसक्यो होइन। अब त्यो मनको त्यो भारी कस्तो हल्लुका भएको छ कि त्यो उडेको जस्तो पनि भएको छैन, आफूलाई झन् सानो फिल भएको छ। अनि हिमालले चाहिँ आफूको भनेर ठाउँमा चाहिँ ल्याउँदो रहेछ कि मान्छेलाई चिनाउँछ, अनि त्यसपछि एउटा ठाउँ देखाउँछ। अगाडिदेखिको प्लानिङ थियो तपाईँको चाहिँ सगरमाथा चढ्ने? यो खासमा भन्नु पर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन। अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै, अनि माथि अन्नपूर्ण रेन्जमा गरेको। अनि त्यो हिमालय बोला जस्तो फिल भएको कि तपाईँको 45 दिन बस्दाखेरि। अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो, उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको। अनि दिदीसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है, यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई। अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ, हाम्रो शेर्पा दिदीले गर्नुभएको। अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ, जिन्दगीमा एकचोटि चाहिँ के रहेछ यो, एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई। अनि त्यहाँबाट चाहिँ यसो जोस आयो 6 महिना अगाडि एक्लो मुभीको सुटिङमा। हामी चढिरहेको छ 100 मिटर अगाडि आइसफल भएर झरिरहेको छ, खसिरहेको छ, सातो गएको छ, त्यो लकले बस्ने ठाउँ हो। अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ, रोमानियन। अनि उहाँको गाडी चाहिँ मेरो शुभचिन्तक रहेछ, हामीले फोटो पनि खिचेको थियौँ सँगै, उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि। अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोछेमा भेटाएँ, अनि मैले नागेर जानुपर्ने थियो कि। अनि उहाँले चाहिँ विदाउट अक्सिजन गरिरहनु भएको रहेछ। अनि ठ्याक्कै तपाईँको सानो कर्नर थियो, त्यो मान्छे त्यस्तो परेर सुतिरहेको। अनि अरू लास्ट त अब बोलेको थिएन, त्यो मतलब भएन, त्यो मान्छे चाहिँ बोलेको, उसले मेरो फोटो पनि खिच्दिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोछेमा चाहिँ। तपाईँ टोटली माथि गएर आउनेसम्म धेरै नै लास्ट भेटिँदो रहेछ। अलिक कम भने जस्तो हुन्छ, तर झन् डर लाग्ने झन् त्यस्तो भयो। तपाईँको हामी चढिरहेको छ, हेलिकप्टरले लङ लाइनबाट लास्ट झुन्डाएर लगिरहेको छ, अनि सातो गयो त्यतिखेर चाहिँ। तर होइन अब सबैको हिँड्दा त अब यहाँ पनि त कति गाडीले हानेर मान्छेहरू मरेर हुन्छ, स्कुटीमा मरेर हुन्छ, टोयलेटमा छिपेर मरेर हुन्छ होइन, रेसियोमा हेर्ने हो भने क्या। अनि अब अफकोर्स त्यो भनेको त प्राइड हो नि त, त्यत्रो ठुलो अग्लो ठाउँमा गएर आफूलाई समर्पित गर्नु भने मलाई चाहिँ अब मर्ने ल्याएर रहेछ भने तपाईँको यतिको मर्नुको सट्टै त सगरमाथामा मर्छु नि भन्ने चाहिँ भएको थियो मलाई। त्यतिबेला चाहिँ कसलाई एकदमै धेरै सम्झिराख्नु भएको थियो तपाईँले सगरमाथा चढ्दै गर्दा, अथवा त्यो आउँदा त आउँदैन केही दिमागमा चिसोले जम्बी जस्तै हिँड्यो गयो। तर एकचोटि जिन्दगीमा एकचोटि चाहिँ एक्सपिरियन्स चाहिँ गर्नु मन थियो, किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा, यति प्रिभिलेज छौँ हामी होइन। अरूको देशमा भइदिएको डलर तिरेर हामी जानु पर्थ्यो, जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ। नेपाली पैसामा चढ्नु पाउनु भने एकदमै भाग्यको कुरा हो। त्यही माथि सोध्छु भनेर पनि हुँदैन, धेरै जाने रहरहरू थियो, सगरमाथा चढ्ने रहर थियो। तर अब पैसा हजुरहरूलाई थाहा रहेछ, तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा, र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई यसमा सबैजना। अनि कतिजनाले चाहिँ भन्नुभएको छ कि कमेन्टमा स्पोन्सरको के अरे प्रचार गर्नु गाह्रो जस्तो। मेरो सपना पुरा गर्नुको लागि मेरो हरेक पाइलामा सपोर्ट गर्नुभयो नि त उहाँहरूले, त्यसरी मैले उहाँहरूलाई थ्याङ्क यू भन्नै पर्छ। अनि मैले सबै पोस्टमा चाहिँ स्पोन्सरलाई प्रायोरिटाइज गरेर थ्याङ्क यू भनेको थिएँ कि। अनि त्यो पनि मिडियामा आइदियो भने चाहिँ मलाई चाहिँ बेटर
आइदियो भने बेटर होला भनेर चाहिँ मैले कुरा निकालिहालेँ सबै मेरो स्पोन्सरहरूलाई म प्रेस मिट पनि राख्छु एकदमै राम्रो वेल म्यानेजसँग अनि सबै हजुरहरूलाई पनि इन्भाइट छ 2-3 दिनपछि गर्छु होला सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भनेर किन भन्दा एक पैसाको भ्याल्यु हुन्छ त्यहाँ माथि तपाईँको 1 लाख रुपियाँ 2 लाख रुपियाँ तिरेर अक्सिजन किन्छु भने पनि पाउँदैन कि सकिसकेपछि त्यहाँ त्यति भ्याल्यु हुन्छ क्या कसैले आफ्नो पन्जासम्मै खोलेर दिँदैन कि त्यहाँनिर होइन हरायो खस्यो भने सक्यो तपाईँको करोडौँ दिन्छु भने पनि पाउँदैन त्यहाँ भनेपछि त्यति भ्यालुएबल हुन्छ कि हरेक कुरा हरेक पैसाको अनि त्यही नै हो जसले मलाई सपोर्ट गर्नुभयो एकदमै खुसी छु अनि चढियो आयो सोचेको पनि थिएन सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के हो भने मेरो शेर्पाहरू एकदमै राम्रो